मर्निङ गाइज मी जेम्स ठाकुरे न्यू डे न्यू ब्लग। सो गाइज म मन्दिर चाहिँ शिव माथिको शिव मन्दिर जाँदैछु अहिले। पूजाको सरदाम लिएर हल्का पूजा गरेर आउँछु मन्दिर। सो गाइज म यो पावर शिव मन्दिर आइसकेँ होइन, घन्टी बजाउँ। सो गाइज मन्दिरमा दर्शन पनि गरेँ होइन, गुरुबास अब आशीर्वाद पनि धेरै जानु भयो। अब चाहिँ म घर फर्किन्छु। सो गाइज म चाहिँ रेडी भइसकेँ होइन, अब चाहिँ साथी घर जान लाग्यो। हल्का आउटिङ प्लान छ साथीसँग। प्रोभाब्ली ग्र्याब सम गुड फुड एन्ड त्यही हो एज अ बर्थडेको प्लान। हामी जान लागेको चाहिँ दुईवटा ठाउँ छ र लिस्टमा चाहिँ दुईवटा ठाउँ छ। आज चाहिँ हेर्दै जानु होला, भिडियोमा हामी देखाउँदैछौँ। लेट्स गो। म चाहिँ हजुरलाई मेरो साथी घर गएपछि भेट्छु। कति जाने चाहिँ आज भन्दैन त ल। सो गाइज हामी अब जान लाग्यो, आज बर्थडेको प्लान सुरु भयो साथीको घरबाट। सो हामी चाहिँ अब कहाँ जान लाग्यो भन्दाखेरि पाटिल चौर हुँदै ढिकी डाँडा जाँदैछौँ। हामी चाहिँ अब हिँड्न लागेको होइन, मलाई सुरु चाहिँ बाटो चौर हल्का सानो काम छ, त्यहाँ बस्छौँ। त्यहाँपछि चाहिँ ढिकी डाँडा रिसोर्ट। दिस इज माई सेकेन्ड टाइम भिजिटिङ। गाइज हामी चाहिँ अब यो घामी डाँडाको बाटो हुँदै ढिकी डाँडा रिसोर्ट जानु लाग्यो। नोस्टाल्जिक फिल आयो त, रनिङ जाँदाको मेमोरिज आयो त। यहीँ जान्थ्यो कि पहिला पहिला रनिङ। मौसम त बवाल छ त, हामी क्लियर छ त। यहाँसम्म मात्र रहेछ होइन, अब यहाँबाट चाहिँ कच्ची नै रहेछ। लास्ट टाइम नि कच्ची नै थियो बाटो, अलिक कच्ची नै रहेछ। हल्का कष्ट गरेर चाहिँ पुग्नै पर्ने भयो। फेरि ढोस्दै पानी परेछ क्या त। कम्ती रहेछ यहाँ सानो। पानी सानीको सब व्यवस्था गरेर राखिदियो त। जियोस् व्यवस्थापन गाउँ हुँदैन, सानो गाउँ रहेछ। ती गाउँ भन्दैन। स्कुल यहाँ रहेछ कि रिजोर्ट त यार पुरा खडेरी लाग्यो त। कोही छैन जस्तो त है। आउँछ केटाहरू आउँदो रहेछ यहाँ नाइट हान्न। पोखराको सहर अझै यताबाट अझै ठुलो देखिँदो रहेछ होइन। यति पाहाड त देखिन्न नि त उता गाउँ डाँडाबाट हान त। सो गाइज हामी चाहिँ ढिकी डाँडा रिसोर्ट आइसकेको छौँ यति बेला। ढिकी डाँडा रिसोर्ट हेरौँ। दिस इज माई सेकेन्ड टाइम भिजिटिङ। र यो चाहिँ पोखरा सिटीको भ्यू चाहिँ यस्तो छ यहाँबाट। यो तलको पार्ट चाहिँ जोइमोरी भयो भने यो तलको पार्ट चाहिँ सब जोइमोरी हो। जोइमोरी त्यो चाहिँ उतो खोला चाहिँ काली खोला हो। अनि हामी चाहिँ उतो रिजोर्ट चाहिँ ढिकी डाँडा रिजोर्ट भन्ने चाहिँ उतो हो। यो चाहिँ ढिकी डाँडा रिजोर्ट हो। यो तलको पार्ट चाहिँ अनि त्यो बाटुले चौर एरिया। हामी चाहिँ पारी चाहिँ अर्मला भन्छ ठाउँ। एकदम राम्रो छ यो ठाउँहरू, एकदम लाइक एकदम पिस इन्भाइरोमेन्ट छ यो ठाउँहरू। बाटो चौरतिर आउनु भने चाहिँ एकदम फ्रेस हावाहरू लाइक पिस इन्भाइरोमेन्टहरू पाउन सक्नुहुन्छ। हजुर आउन सक्नुहुन्छ ढिकी डाँडा रिजोर्ट फ्यामिलीसँग। हजुरहरूले आउन सक्नुहुन्छ रिजोर्ट फ्यामिलीसँग या साथीभाइहरूसँग रमाइलो गर्न। जस छोटो मिठो नजिकको ठाउँ यसो पिस इन्भाइरोमेन्ट चाहिएछ भने चाहिँ हजुरहरूलाई यो ठाउँ चाहिँ एकदम राम्रो हुन्छ भिजिट गर्न। गाइज वी आर एट द ढिकी डाँडा रिजोर्ट फाइनली। एकछिनको यात्रापछि यो चाहिँ नयाँ बनाए चाहिँ के हो थियो र पहिला यताबाट होइन। माइ गॉड अब सही खतरा हरियाली देखिँदो रहेछ। भाँसेको
खै थाहा छैन ऊ त्यो त्यहाँबाट पनि जाँदो रहेछ त खोलै बग्दो रहेछ ऊ त ऊ त्यहाँदेखि त खोलै हो नि त त्यो अर्मला चाहिँ यो होइन यो माथि अर्मला डाँडा यो के हो त नि अनि झर्ना यता पनि छ हिरन झर्ना हो र रहेछ 1 वर्ष अगाडिको यहीँले माथि ल्याइदिनु हुँदो रहेछ भ्यू चाहिँ यस्तो सो गाइज होइन यो चाहिँ जोइमरी साइडको भ्यू हो यो त पारी चाहिँ अर्मला डाँडा हो भने के अरे उतापट्टि थुप्रै डाँडाहरू छ गाउँहरू छ के हो सो गाइज वी आर द ढिकीडाँडा रिजोर्ट होइन हामी ढिकीडाँडा रिजोर्टमा छौँ होइन त्यहाँ चाहिँ पिङ खासै चेन्ज त केही नरहेछ है स्विमिङ पुल चाहिँ हेर्न सक्नुहुन्छ यहाँ स्विमिङ पुल छ रेम्बो कहाँ र हान्ला नि सो गाइस यो चाहिँ माथिको एम्बियन्स होइन ढिकीडाँडा रिजोर्टको अस्ति नै त यहाँ उस थिएन है हामी अझै माथि बस्यो तर यहाँ यो चाहिँ स्पेसहरू थिएन यो एम्बियन्सहरू थिएन अस्ति नै अहिले जस्तो नयाँ बनाएर छ मेरो चाहिँ सेकेन्ड टाइम हो यहाँ भिजिट सही देखिँदो रहेछ त यहाँबाट ए टेन्ट हटाइदियो बहिनी यो त टेन्ट हाउसहरू हटाइदिएको नयाँ हो तिमी ए थाहा थिएन पहिला यहाँ टेन्ट हाउसहरू थियो कि मेरो चाहिँ आइस पिएचडी आइसक्यो होइन झरी भएको चाहिँ आइस अमेरिकानो जोइमरीको भ्यू चाहिँ सही देखिँदो यहाँबाट चाहिँ सही देखिँदो रहेछ गाई चाहिँ भ्यू चाहिँ यो ढिकीडाँडा रिजोर्टको हामी चाहिँ टप फ्लोरमा होइन फ्रेस एकदम जोइमरी त्यो चाहिँ पोखरा सिटी भयो अरे यहाँबाट सही देखिन्छ गाई चाहिँ हाम्रोमा हरियाली जोइमरी पुरा हरियाली फाँटै फाँट छ होइन लर्नी आइसक्यो होइन हाम्रो होइन लेट्स गो हस् हुन्छ थ्याङ्क यू सो गाइस फाइनल आइटम बिरयानी नै आइसकेको छ होइन हाम्रो झरी भाइ सर्भिङ हान्नु त हुन्छ सर्भिङ हान्नु त सो गाइस यति बेला म ढिकीडाँडा रिसोर्टको टप फ्लोरमा छु होइन रुफ टपमा छु अब चाहिँ हामी खाजा खाएर फर्किनु लाग्यो त्यही हो सेलिब्रेसन यहाँ रमाइलो भयो हल्का पिसफुल ठाउँहरू रहेछ पिसफुल ठाउँै छ ढिकीडाँडा रिजोर्ट फाटाफुट्टा मान्छेहरू आइरहनु भएको छ हेर्न सक्नुहुन्छ तपाईँले यो चाहिँ रुफ टपबाट भ्यू छ ढिकीडाँडा रिजोर्टको सायद यो चाहिँ रुमहरू होला यो सायद यो चाहिँ तल चाहिँ यो चाहिँ पार्क भयो अरे सो ग्यास पेमेन्ट भयो अब फर्किनु लाग्यो हामी होइन ब्याक टु फुलबारी हो वी आर रेडी टु गो ल गाइस हामी फर्किनु लाग्यो त्यतातिर पानी परिसकेको छ होइन पानीले चाहिँ भेट्छ कि भेट्दैन थाहा छैन पानीको छिटा हान्दैन भनेको छिटा हानिसक्यो झन्क्यो के हो यहीँ आइसक्यो हेर झन्केर कि यहीँ आइसक्यो बुझ्दैन भनेको झऱ्यो
मजाले हान्नु पऱ्यो कि उडाउनु पर्ने भयो। सो गाइस अहिले चाहिँ म यो हल्का ढिकी डाँडा रिसोर्टको हल्का तलतिर आएको छु होइन। यहाँ चाहिँ हल्का यस्तो राम्रो खालको गाउँ रहेछ। भ्यू चाहिँ राम्रो देखिँदो रहेछ गाउँहरूको। यस्तो छ निकै नै रमाइलो होला जस्तो। अनि यो चौताराबाट चाहिँ यहाँबाट यस्तो राम्रो भ्यू देखेर यस्तो हल्का अरे छोडेर जानु यार मलाई यार। त्यस्तो नगर न साथी तिमी यार, किन यस्तो किन हतार छ र। गाई झरीभाइले आज यो कुन ठाउँ ल्यायो रङ ट्रन हानेर होइन। त्यहाँ एउटा हल्का सर्टकट बाटो रहेछ, यो बाटो आम भनेको हामी अब कुन ठाउँ आयो आउन त आयो, तर कुन ठाउँ हो भनेर चिनिएन। चाहिँ पुरनचौर हो जस्तो लाग्छ हामीलाई होइन, तर यो बाटो चाहिँ हामी फर्स्ट टाइम हिँड्यो त्यही भएर पुरनचौर पर्खिँदा के हो प्र्याङ गरेको क्या। सो हामी चाहिँ अब यो बाटो फर्किने भयो, पुरनचौरे निस्किन्छ जस्तो लाग्यो क्या यो बाटो होइन। Rider, he's a rider. He's an actor. Sorry, bhai, he's a rider. मैले यो त ट्राउट गरेर आउने होला यो बाटो आउन के अरे ढिकी डाँडा उभिनु सजिलो हो नि। ट्राउटको यतै हो त्यो बाटो हुँदै जाने हुन्छ नि। बाटो जाने गैँडालाई एउटा सही देख्दो रहेछ भ्यू होइन। गैँडालाई पठाउनु भयो नि गैँडा भन्थ्यो पुरनचौरे हो नि है। सो गाइस फाइनली हामी चाहिँ हल्का कन्फ्युज भएर बाटो अल्मल्थ्यौँ, तर बिचमा चाहिँ थाहा भयो। त्यहाँपछि पानी छोड्दैन रेनकोट छ त। सो लास्टमा चाहिँ यो घाचोक जाने बाटो रहेछ, अनि घाचोक जाने बाटो भएन अनि उतै खुमै डाँडा पनि जाने बाटो रहेछ यो। अनि यो तलबाट चाहिँ खुमै डाँडा घाचोक जाने बाटो रहेछ। हामी यो हुँदै फर्क्यौँ अनि हामी चाहिँ यो तलको बाटो हो, माथिको होइन कि यो तलको बाटोबाट आएको। यो चाहिँ घाचोक जाने बाटो रहेछ। घाचोक हुँदै अब हामी त हेन्चतिर निक्लिन्छौँ। सो गाइज वी आर हियर होइन। हामी चाहिँ यो सो गाइज अहिले चाहिँ हामी यो खानेपानीको मुहान भन्ने ठाउँमा आएको छौँ होइन। यहाँ चाहिँ यस्तो यो ठुलो खोला छ यहाँ, यत्रो र छ यहाँ कि पुल नि रहेछ यहाँ हल्का। तर यो पुलमा चाहिँ धान्न त धान्छ जस्तो लाग्छ यो पुल, तर छैन कतिको सेफ छ यो पुलमा हिँड्न। धान्न त धान्छ जस्तो लाग्छ के अरे, एकदम भर पर्दो त छैन, एकदम पुरानो टाइपको बाँसले बनाएको पुल रहेछ।